पोज देऊ न पोज वाह आहा डोकोले राम्रो देखायो कि परी जस्तो मान्छे राम्रो त्यो राम्रो ठाउँ ज्ञानी हो हेर आँखा यता हेर वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी लिसा राई अनि आज म गाउँ आएको छु अनि हाम्रो मेम्बरमा थपिनु भएको छ दुईटा एउटा प्यारो प्यारो हामी तीनटा हुन्छौँ सेतो सेतो हेर्नु सक्नुहुन्छ ए बाछा अर्को पनि देखा दुईटा बाछा तीनटा बाछा कस्तो देखिरहेछ एउटा बाछी ले खान्छ केरा मजाले चप्पाइरहेछ दुईटा बाछाले हेर एउटाले हेप्ने रहेछ ला घुप्टै पठायो एउटा यसले चाहिँ हेप्ने रहेछ क्या यसलाई यो ठुलो त्यो सानो त्यो सानो सानोले हेप्ने ठुलोलाई माइ गड हाम्रो घर चाहिँ यो हो अनि यहाँदेखि देख्ने भ्यू चाहिँ यस्तो छ टक्कले अनि यहाँ चाहिँ फुच्चे मेस्सी खै पछाडि फर्की त मेस्सीको फ्यान अरे भोलि चाहिँ विशेष दिन भएको कारणले गर्दाखेरि चाहिँ आज गाउँ आएको हो त्यही भएर भोलि चाहिँ के गर्छौँ भोलि नै देखाउने छु मैले देख्नु सक्नुहुन्छ यहाँ कतिको एस्थेटिक छ मेरो गाउँमा भनेर हेर्नु त जङ्गलमा चिरचिर कराको आवाजले रिफ्रेस गराउँछ तपाईहरु पनि आउनु ल हाम्रो गाउँ यो चाहिँ मेरो फुल हो रोजको फुल पहिला मैले रोपेको कि यो चाहिँ अब त कति भयो 6-7 वर्ष भयो होला यो रोजको बोट रोपेको यो पनि बुढो भइसक्यो तर यो यस्तो धेरै फुल छ यो फुल सेतै सेतो के भयो के भयो के भयो कले पिट्यो कले पिट्यो बोल त्यसले यसले पिट्यो अरे छक्कै परिरहेछ के सेन्त यो फुल वाह कस्तो दामी देखेको यो के को फुल रहेछ वाह यो फुल हेर्नु त आज सेतै सेतो जुर्छ त अनि मेरो भाग्यमै सेतो छ कि क्या हो बेलुका भइसक्यो सेतो फुल लायो भने बुढा पाउँछ भन्छ रात पर्न लागिसकेको छ भोलि चाहिँ स्पेसल डे भएको कारणले बाजेको 84 भएको कारणले आजै आएको म अनि भोलि मेरो पनि स्पेसल डे छ सो त्यही भएर फेरि गाउँ आएको गाउँ आउँदा मात्र भ्लग बनाउन मजा आउँछ के यो कनाइ माग्नु खोजेको अघि ऊ त्यसले चाहिँ मलाई लात्तीले हानेर छित्याइदियो मलाई एउटा चाहिँ हान्ने रहेछ के कना भन्ने रहेछ अनि नकनाएपछि चाहिँ पुरै हान्ने रहेछ नि त यता हेर कति मानेको तँलाई ल सेती र सेते ज्ञानी हो तिमी ज्ञानी हो हेर आँखा देखाइदेऊ न सबैलाई आँखा देखाइदेऊ न तिमी मान्ने हो किर्ने रहेछ सबै यसको यो गर्दा हातै कालो भइसक्यो गनाउँदा सब मान्ने कि जानै दिनुहोस् त मलाई पछ्याउँछ खुब जानै दिएन यो सीतेले मलाई अब चाहिँ म जान्छु है बाई बाई हेलो गुड मर्निङ गाइस म चाहिँ आज बिहानै नुहाएर रेडी भइसकेँ
आज चाहिँ मेरो बर्थडे थियो नि त, अनि मम्मीको फोनदेखि मैले आफै पोस्ट गरिरहेको छु, मम्मीको अकाउन्टदेखि, किनकि आउँदैन मम्मीहरूलाई पोस्ट गर्नु, त्यही भएर आफ्नो बर्थडे आफै पोस्ट। यस्तो दुविधा छ यहाँ। अब टक्कले यहाँ अपलोड गरिदिनु पर्ने छ। मेरो नाम कहाँ छ? यहाँ पनि फेरि गुड मर्निङ भइसक्यो। यिनीहरू चाहिँ कत्रो छ भने खासमा यो चाहिँ 0 पोइन्ट देखियो के, यत्रो छ क्या। सेते आइज ल। अर्को चाहिँ माथि छ हान्ने चाहिँ। हामी चाहिँ रेडी भएर अब हिँडेको। मम्मी चाहिँ गइसक्नु भएको छ बुवा। हामी चाहिँ कोसी झरेको छौँ जल्दिन। अब यस्तो 4 बान नै लग्नु होला। त्यो राम्रो ठाउँ। मङ्काली मन्दिर होइन, यहाँभित्र यस्तो रहेछ। हामी चाहिँ पूजा गरेर फर्केको। अब अर्को मन्दिरमा होइन, बाजेको मन्दिरमा होइन। अब बाजेको मन्दिर जाने। बाजेको यो कुन पो, कुन देउता पो? यो गड्डी हो। बाजेको गड्डी दिनै पछि मेन्टुको हो। हाम्रो बाजेले भेटाउनु भएको होइन, हलो जोत्दाखेरि भेटाउनु भएको। यो पक्छडा मात्रै मेन्टु गर्छ चढे मच हो। अचारको लागि कटिङ हुँदैछ है। हेलो भन्नु, हेलो भन्नु त। आज के को लागि आएको अरे अंशिका? आज हाम्रो बाजेको शुभ 84 पुगेको छ, त्यही भएर 84 वर्षको उपलक्ष्यमा हामीले एकदम यहाँ धुमधाम मनाउन लागेको छौँ, तयारी हुँदैछ। फुपू चाहिँ, फुपूको पनि केही शब्द? म पनि त्यसकै लागि हो। अरू के भन्न चाहन्छौ अंशिका? अरू त्यस्तै हो, रमाइलो गरेर मनाउनु। अलिक पानी परेर अलिकति माहौल अलिक डिस्टर्ब भइरहेको छ। यो पानी परेर त सबै माहौलै बिग्रियो। पानी पर्न त यतातिर बाहिरतिर बनाउनु भनेको भित्र बनाउनु परेको छ। के गर्ने, यस्तै छ दुःख सुख गाउँघरमा। बाजेलाई उता हिँड्नु। हाम्रो बाजेको आज 84 ठ्याक्क पुग्यो, त्यही भएर सेलिब्रेट गर्दैछौँ हामी सबैजना मिलेर फ्यामिली। यता आदि कुखुरा भुट्याउने कार्यक्रम भइरहेछ। यहाँ फेरि कुचियाहरू खानाहरू पाक्दैछ। गाइस हाम्रो चाहिँ पानीको अभाव भएर हामी चाहिँ तलतिर भर्नु हिँडेको। पानी अब पानी पनि परिरहेछ, तर खाने पानी चाहिँ छैन के, त्यही भएर हामी डोकु बोकेर। यस्तो छ बाटो हेर त, अहिले लडिन्छ होला अस्तिको जस्तो खोला जाँदाखेरि। अम्बक हेर्नु त लटरम्म फलेको छ। यो तर राम्रो होइन के, किरा होला खाने भने टिपेर खाने छ त। यो अर्ग्यानिक अम्बकहरू हो यो चाहिँ। त्यो सिधा छ। किरा होला, किरा हुन्छ। मिठो खालको होइन रहेछ तर। हाम्रो घर जाँदैछौँ। के भन्नु होला नि, अंशिका चाहिँ यहाँ पानी भर्ने कार्यक्रम गरिरहेछ। ऊ चाहिँ खतरा ब्लगर प्लस टिकटकर हो के।
अलिक अलिक फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला उहाँको पनि। तर उहाँको त कति 1000भन्दा बढी फलोवर्सहरू छ। मेरो चाहिँ छैन, 200 पनि पुगेको छैन गाइस। त्यहाँ सब्सक्राइब गर्ने, नत्र हानिदिन्छु। आइदा उजरमा दिन हे खोन पछि आशिका पुडो खो नागपञ्चमी हो। नागपञ्चमीको होइन, आज 1 गते। यो हाम्रो किरात देखेको हो क्या। मेनले मजाले खिप्छु म। सर्वमङ्गलाय सर्वमङ्गल चिताको कार्यको पुरा होस् है बहिनी। गाइस हामी चाहिँ पानी भरेर पनि अब चाहिँ हामी हिँड्यौँ। डोकुको अवस्था यस्तो छ, इग्नोर गर्नु होला। मैले चाहिँ हाम्रो गाउँको के अब धामी हुनुहुन्छ नि त उहाँ, अनि उहाँहरूले आशीर्वाद दिनुभएको लाग्छ अरे के। अनि आज चाहिँ मेरो बर्थडे नागपञ्चमीमा पहिला म जन्मेको अरे नि त, सोमबारको दिन। अनि ट्याक्क आजको दिन चाहिँ मिलेको छ अरे के। त्यही भएर बाजेसँग केक काट्ने भनेर, नत्र मलाई काट्नु मन लागेको थिएन। मम्मीहरूले सबै मिलेको छ भन्नु भएर चाहिँ काटेको, काट्नु लागेको अब अहिले केक। आज ठ्याक्क पानी पनि पर्यो कि। आहा, डोकोले राम्रो देखायो कि मान्छे नै राम्रो देखियो कि? परी जस्तो मान्छे झन् डोको बोकेपछि अप्सरा हो, अप्सरा। अरूले बनोस् नबनोस् आफ्नो लागि त अप्सरा नै हो। हुनु पर्यो नि होइन र साथीहरू। काटेर अप्सराहरू हेर त कहाँको अप्सरा आज भ्लग बनाऊँ भनेको, लाज नमानी। तर पनि अब मान्छेहरू भएपछि त अलिक लाज लाग्छ नि त साथीहरू। त्यही भएर आइडिया छैन। अब न्यू हो, पहिली बनाएको अकाउन्ट, तर भिडियो चाहिँ नबनाएको भनौँ न। अहिलेसम्म राम्रै भिडियोहरू बोलेको। हान्दैन, हान्छ कि हान्दैन? हान्दैन। यहाँ गोरुहरू, खोइ एन्जुहरूले खोलेको गोरुहरू। बच्चाहरू आज स्कुल छुट्टी लिएर बसिरहेछ। बच्चाहरू पनि काम गर्नु सकिरहेछ। ल अब चाहिँ हामी पुग्यौँ बजुकोमा ठक्कले। अब पानी यहाँ हेर, गोठाल गरिरहेछ कुटीहरू चाहिँ। यसरी यति भयो। यता बजु हुन्छ। हाई भन्नु न। यो चाहिँ भात बनिरहेछ होइन। यहाँ खतरा बाजेको यो कुन सो हो? कान्छी कि बुन्टी? बुन्टी सिरियल अरे के भन्ने म त बोल्दिनँ। यो लोकल सुँगुरको मासु होइन, हाम्रो सेफ डेमा। यता अर्को फेरि यता फेरि के हो? यसले नि हान्छ नि खतरा मान्छेलाई। बरु यो चाहिँ यसले चाहिँ हान्दैन। हेर न यस्तो चलेको। यहाँ चाहिँ हाम्रो फोटोसुट भएर अब हिँड्न लागेको। अप्सरा, अप्सरा के छ? ओ अप्सरा, टाढा। अब चाहिँ केक काट्न लागेको साथीहरू। गाडी वाउ, कस्तो राम्रो ड्रेस। पोज देऊ न, पोज। वाउ दामी। के खाने हो?
सानबी सानबीले नि नयाँ कपडा लगाएर आएछ नि कस्तो राम्रो है पोज देऊ न पोज वा दुईजना जाऊ गरी ल दुईजनाले पोज देऊ वा तिम्रो नाम के हो ल नाम भन त तिम्रो नाम के हो तिम्रो नाम वा कति क्लासमा पढ्छौ 4 आज गएको स्कुल कति बेला छुट्टी हुन्छ 4 बजे ल ठिक छ आज के खाने त नि के खानु मन छ हो गाडीमा यी चिजी बचानमा फिट हो नाम बता हामी त टिका मात्रै